कालो टिभी छ त्यही भएर लगिन्न ए ल लाग्न चाहिँ 50 लाख थियो क्या अब तपाईँले अब बिरामी छु भन्नुभयो 40 रुपियाँ मात्रै छ भन्नुभयो त्यही भएर मात्रै मैले चाहिँ तपाईँलाई लगिदिएको हो होइन अब ढाक्नु भएन होला नि त अनि उपचारहरू गर्दै हुनुहुन्छ कहाँ गर्दै हुनुहुन्छ ए कति भयो बिरामी हुनुभएको कहाँ हो हजुरको अनि तपाईँ माता मन्दिर जाने कि बस पार ए बस पार गरेर घर आउने ए सहयोग माग्दै हुन्छ के तपाईँको उपचारको लागि 5 लाख लाग्छ अरे किन नागरिकताहरू नबनाउनु हरायो अनि फेरि कहाँ अब बाटामा गएर भेटिन्छौ कहिले हराएको ए ए ए ए चन्द्रगढीमा गएर ए ए ए त्यही त उयो बनाउनै नागरिकता त बनाउनु पर्छ है मैले हालेको होइन बाटै त्यस्तो छ कि अब भाइरल हुन्छ यो सबले चिन्छ अनि तपाईँलाई त्यही भनिदिनु न म बिमारी छु अनि 10-20 माग्दै हिँड्छु हजुर छैन आमा बुवा दाजुभाइ त्यसलाई छुट्टै गर्नु रोग लाग्यो नगरपालिका वाडाबाट पनि सहयोग पाइनँ नागरिकता छैन बिमा कार्ड भएन के नगरपालिकाहरूले कसैले सहयोग गरेन वाडाले नगरपालिकाले पनि गरेन कहीँबाट पनि भएन सुविस्ता अनि किन्दै खाँदैछु दबाईहरू ए ल गाह्रो पो भएको रहेछ त हजुर गाह्रो पो भएको रहेछ नागरिकता पनि छैन हेलो गाइस आज चाहिँ मैले सफारी कुदाउँदै गर्दा एकजना प्यासेन्जर भेटेँ फेरि उहाँमा टिबी रोग रहेछ अनि टिबी रोग भएपछि उहाँसँग खर्चहरू पनि केही रहेन रहेछ होइन त्यही भएर उहाँलाई अब नगरपालिकाहरूले पनि सहयोग गरेन छ क्या कतिचोटि अब सिफारिसहरू गर्दा पनि केही गर्दा पनि वडाहरूले कसैले सहयोग गरेन मैले आफै खुदै पैसा उठाएर दबाई गरेँ गाउँ गाउँ गएर कतिको घर घरमा गाली खाएँ कति जति उठाउनु भयो पैसा 20-10 गर्दै दिनुभयो ए होइन त्यो दिएको पैसा ती होइन अरूतिर खर्च नगर्नु उपचारतिरै खर्च गर्नु होइन अब तपाईँको घर चाहिँ कहाँनिर अरे ठ्याक्कै ए लक्ष्मीपुर कति नम्बर रोड ए तपाईँको नाम चाहिँ मेरो नाम प्रकाश दर्जे अब तपाईँहरूले उहाँलाई सहयोग गर्न सक्नुहुन्छ है अब यो भिडियो कसले हेर्नु हुन्छ होइन उहाँहरूले त्यो अब यता नजिकैहरूको को हुनुहुन्छ है सहयोग गरिदिनु होला होइन त्यही होइन अङ्कल जाँड रक्सी त केही खानुहुन्न नि ज्वानो मेथी लसुन हालेर खाना खान्छु अमिलो पिरोहरू सबै बन्द छ मेरो निःशुल्क बार्दैछु ए अनि भनेपछि तपाईँ बिरामी हजुर ए त्यस्तै हो अब हेर्नु न अब काम गरेरै खानुपर्छ अब गरिबको जिन्दगी यस्तै हो अङ्कल हजुर सङ्घर्ष गर्दा गर्दै जिन्दगी सकिन्छ हजुर त्यस्तै हो यसो दबाईले गर्दा हट्टा भएको लाउरो टेक्दै पनि हिँडेँ मैले कतिको घर पनि खाएँ काम गरेर भने यहाँ अब यो टिकटक हेर्नेहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ सहयोग के भन्न चाहनुहुन्छ टिकटक हेर्नेहरूलाई अब उहाँहरूले सहयोग गरिदिनु भने मलाई राम्रो हो तपाईँको एड्रेस दिनु न अनि मेरो त चिनेर लक्ष्मीपुर हजुर
लक्ष्मीपुर हजुर। प्रकाश दर्जी भन्यो भने सबले चिन्छ त्यहाँ तपाईँको चिन्छ। नजिक लक्ष्मीपुर छेउतिर होइन हजुर, कोही छैन अरे तपाईँको एक्लै छु आमा बुवा दाजुभाइ कोही छैन अनि अहिले घरै छ कि के छ घर आधी कट्ठा जग्गा छ हजुर। जान्छु जाउले बनाएको छ त्यही तताउँछु खान्छु दुध लान्छु 3टा दबाई खान्छु बिहान उठ्दा भोक लाग्छ र पनि भोक पचाएर हिँड्छु आज एउटा पाउरोटी र एउटा चिया खाएर हिँड्छु। त्यही त गाह्रो छ है अङ्कल जिन्दगी जिउन अलिअलि यसो काम पनि गर्न त सक्नुहुन्न होला स्या स्या हुन्छ भर्खर 2 हप्ता त हुँदैछ दबाई खाएको 2 पत्ता ए, कुन? अझै 5 महिना ए 5 महिना 2 हप्ता छ अझै हजुर कति पैसा जम्मा गर्नुपर्छ खर्च उपचारको लागि भनौँ हजुर अरू त सरकारले दिएको छ 21 वटा अरू त किनेर खानुपर्छ ए ए ए तपाईँलाई सरकारले पनि उयो दबाई दिएको छ हजुर ए त्यही त होइन यसो अब उठाएको ओरेको पैसा उठा लगिदिनु न त नभए यतापट्टि ए ल उठाएको ओरेको पैसा खर्च नगर्नु दबाईलाई मात्र थुपारेर राख्छु पछि रोग लाग्दा आफूलाई चाहिन्छ हजुर मेन रोड यता यो भइसक्यो भाइरल छैन अब हेर्छन् मान्छेले ए अब चाहिँ हेर्छ अब हेर्छन् ल त लाग्यो ल ल हुन्छ ल गर्नु पर्दैन ए हुन्छ तपाईँहरूले सबै कुरा सुनिहाल्नुभयो होला होइन अब हजुरहरूलाई सहयोग गर्न मन भए गर्नु होइन अब मन नभए नगर्नु होला है उहाँ आसपास को हुनुहुन्छ यसो सहयोग गरिदिनु होला है प्रकाश दर्जी रहेछ नाम चाहिँ यहाँ बिर्तामोड माता मन्दिरदेखि थोरै मासतिर लक्ष्मीपुर स्कुल छ हो त्यहीँनिर घर छ अरे होइन अब उहाँले भनेअनुसार उहाँको नागरिकताहरू केही रहेन रहेछ है अब उहाँले उपचारको लागि चाहिँ नगरपालिकासँग वडा कार्यालयसँग कुरा गर्नुभएछ उहाँबाट केही हुन सकेन छ है त्यही भएर उहाँ माग्दै हिँड्नु भएको रहेछ अनि उहाँको रोग चाहिँ टिबी रोग रहेछ तपाईँहरूले सुनिहाल्नुभयो होइन अब उहाँलाई अब सहयोग गरिदिनु होला होइन नजिकको मान्छेहरूले है म त्यही भन्न चाहन्छु होइन अनि यो भिडियो कसले हेर्नुभयो होइन सबैजनालाई सेयर गरिदिनु होला है वाचिङ द भिडियो गाइज फेरि यस्तै भिडियो लिएर आउनेछु म बाई